यो कुखुराको मासु यस अनि के हो निङ्ग्रो अब भातको लागि हो यो राइसको लागि यो के हो बुढा फापर फापरको साग हो फापरको साग सेलरोटी यो टमाटरको अचार यो मुलाको अचार वाउ वाउ हेलो 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 जिउ गरेर बजेलाई उता उता के अरे उसलाई खै त हामीलाई ल ल अयो प्याज प्याज गरेर आयो भने अयो भाइ आया नाइन मेरो चप्पल पनि आउँछ मेरो त छ क्या यो त हो Oh my god. मैले कमाएको के पैसा रे बाजेलाई जिजु बाजेलाई तिम्रो कमाउने पैसा के हजुर भइसक्यो नि तेरिका बिहान नाचेर धेरै धेरै हरिन्छ छ है पनाती पुरा मान्छे हुने गड ब्लेस यु भन्नु बाबा भिडियो खिच्ने कि फोटो म होइन हुन्छ त मम्मी होइन कि एकछिन एकछिन पालो पालो सबैको पालो आयो सबको चाहिने पालो आउँछ है 4 जेनेरेसन अब नैले बेबी बोर्न गर्नु पर्यो अनि त्यसपछि के हुन्छ 5th भयो तपाईँ यहाँ बिचमा खिच्नु एउटा राम्रो खिच्नु एउटा हो त्यो बिचमा नराम्रो कहिले खिच्ने हो र भने क्या जहिले पनि राम्रै त हो नि ल हो त्यहाँ हाम्रो पालो अलि आउनु है भन्छ ल है त आहा ल आउनु मम्मी पल्ला कहाँ चिन्ता मात्रै तलकै आउँदैन है आफ्नो सामरो विश्वासै गर्दैन यार यो चाहिँ त्यहाँ एउटा ग्रुपमा गइहाल्छ कि साह्रै रिस उठाएको कुरा पनि खेलाउनु पर्ने हातमा खेलाउनु पर्ने है भाइरल होला फेरि बाजेको चस्मा लगाउने तरिका चाहिँ सही मन पऱ्यो कि क्यामेराम्यानहरूले चाहिँ यो बेला बेखतको सबै परिवारको नछुटाइकन त्यो अभिलेख राख्नुपर्छ कि पछि गएर चाहिँ जीवनी लेख्दाखेरि त्यो असाध्यै चाहिँ त्यो महत्त्वपूर्ण हुन्छ कि त्यो बेलाको छिन त्यो बेलाको साइनो अहिले पो यस्तो हुनुहुन्छ पछि त यस्तै हुने होला मेमोरी पछि बुढोबाबालाई झन् आनन्द आउने होइन अनि किताब चाहिँ ल्याउनु भएन भन्छ ल्याएको मैले राम्रो भुलेछु त्यो मामाले त्यो तपाईँको जेठाले सात दुलान त भुलेछ नि त कहाँ दुई कार्टुन आछ हाम्रो घरमा थुप्रै ल्याएको दुई कार्टुन छ नि बेच्ने भन्दा पनि अब हाम्रो पैसा उता दियो के रे पुरै त्यो यो त्यो कासन कुसन जाडोमा चाहिँ मुरौलो
होला नि त म गाडी पठाउँछु ए गाडीमा ल बाजे है यहाँलाई लिएर आउँछु नि ल गयो है ल हुन्छ त्यो दुईटा फुच्ची कहाँ गयो तिनीहरू बाहिर छ खै बोलाउँछु म हजुर आउँछ नि बाबा फेरि आउँछ फेरि आउँछ बाबा त्यो बोलाउँछु म आनियाको बजार दिन्छु अहिले म मान्छे ल बसौँ ल